नमस्ते, कस्तो हुनुहुन्छ सबैजना। आज म चाहिँ अगबडी पकाएर खाने हो। स्कुल आएको थियो होइन, स्कुल आउँदा भोक लाग्यो। म भाउजूहरू हुनुहुन्न, ग्यास पनि सकिएको रहेछ नि त, त्यही भएर आज चाहिँ चुल्हामा पकाएर खाने। भाउजूहरू सबैजना पूजामा जानुभएको छ हो, एक्लै छु। म चाहिँ गेम खेले बसे भोक लागिन्न। अब चाहिँ अगबडी पकाएर खाने। अरूले कसरी पकाएर खानु मनपर्छ अरूलाई, मलाई चाहिँ यस्तो सुक्खा मनपर्छ अगबडी चाहिँ। अचार चाहिँ पिरो चाहिँ म धेरै खाँदिनँ, तर अचार चाहिँ दुइटै हालिदिएको क्या। आज चाहिँ पानी रहेर यस्तो दिन भइरहेको छ, यस्तो चाहिँ दिन चाहिँ जाडो छ। जाडो भएको बेलामा पिरो अगबडी खानु मन पर्यो। अब चाहिँ पाकिसक्यो ल अगबडी चाहिँ, म चाहिँ सुक्खा मनपर्छ। कति कालो भए माछालाई यतिकै छोडिदियो भने चाहिँ मासु खाएर सफा बनाइदिएछु। फाइनली सेलिन सक्यो, अब चाहिँ खाने हो। मैले चम्ची चाहिँ भेटिनँ, अब हातले पिरो चाहिँ खतरा भएको होला, सबै मसला हालिदिएको। साह्रै पिरो चाहिँ खान सक्दिनँ हो, तातै रहेछ नि, मिक्सै राम्रो भएको रहेनछ। कसलाई मनपर्छ यसरी ट्राई गर्नुहोस् है, अगबडी पनि दामी हुन्छ। तातो छ, चम्ची भेटिनँ नि त हातले। ल म चाहिँ खान थालेको ल, यति नै हजुरलाई, बाई बाई।